र श्रोताहरू नेपालमा प्रसिद्ध रहेको बाजेको सेकुवाको स्टल पनि यहाँ रहेको छ, जहाँ यहाँ चाहिँ सेकुवा पोलिँदै गरिएको छ। र हामीसँग अहिले बाजेको सेकुवाका कर्पोरेट सेफ कुमार चालिसेजी हुनुहुन्छ। कुमारजी नमस्ते। सबभन्दा पहिले नमस्ते। अब आजको यो सेकुवा त हेर्दै लोभलाग्दो छ नि। यो चाहिँ खास कस्तो भने बार्बिक्यू भनेको चाहिँ खास अब संसारमा नै एकदमै खास फेमस भइरहेछ। तर यो आजको मेन इभेन्ट भनेको चाहिँ खास हामीले नेपाली खानालाई चाहिँ कसरी विश्व सामु चिनाउनु भन्ने चाहिँ खास जुन एउटा अभियान अन्तर्गत चाहिँ हामी हिँडिरहेछौँ। यसमध्ये चाहिँ विभिन्न देशमा चाहिँ खास मैले यो सञ्चालन पनि गरिसकेको छु। जस्तै गल्फमा पनि जस्तो तपाईँको दुबईमा भयो, इरानमा भयो, त्यस्तै गरेर युरोपमा स्विजरल्यान्डमा पनि मैले 2000 जनालाई चाहिँ यसै गरी नेपाली कुजिनहरू बनाएर खुवाइसकेको छु। त्यसै गरेर यो अस्ट्रेलियामा पनि हामी किन नगर्ने भनेर चाहिँ खास यसरी नेपाली खानालाई चाहिँ चिनाउनको लागि भनेर चाहिँ खास हामी यहाँ आइरहेछौँ। अनि अफकोर्स संसारभरिकै मानिसहरूलाई चाहिँ बार्बिक्यू भनेपछि मनपर्छ। अब यो बाजेको सेकुवाको भनौँ न, सेकुवा चाहिँ निकै नै प्रसिद्ध नै छ नेपालमा पनि होइन? हजुर। अलिकति के स्पेसल हुन्छ जस्तो लाग्छ तपाईँलाई? के फरक हुन्छ र? फरक भनेको चाहिँ खास यस्तो छ, अब यो नेपालमा चाहिँ तपाईँको हाम्रो पब्लिक अथवा जनमानसमा चाहिँ के छ भने सबैजना मान्छेलाई खसी काटिसकेपछि चाहिँ त्यसलाई जस्ट एउटा डाई सेपमा काटेर अनि बोसो भयो, छाला भयो, हड्डी भयो, सबैलाई मिक्स गरेर त्यसपछि कि सुक्खा खाने कि ड्राई अब ड्राई अथवा कि झोल खाने भन्ने जुन हाम्रो पुरानो चलन छ, त्यसमा चाहिँ यो सेकुवाले चाहिँ खास बोनलेस गरेर पनि खान सकिन्छ भनेर एउटा खास नयाँ लेसन दिएको छ। त्यसै गरी फेरि अहिले चाहिँ एउटा होल गोट मिटमा चाहिँ कुन प्राइमरी कट हो, कुन सेकेन्डरी कट हो, अनि टेन्डरलाइन भनेको कहाँ हुन्छ, सरलाइन भनेको कहाँ हुन्छ, अनि बोनबाट चाहिँ कुन प्रोडक्ट बनाउन सकिन्छ। हामीले चाहिँ टेल टु हेड भन्छौँ, पुच्छरदेखि टाउकोसम्ममा चाहिँ विभिन्न किसिमको परिकारहरू बनाएर चाहिँ खास हामीले हाम्रो ग्राहकहरूलाई चाहिँ सन्तुष्टि दिने कोसिस गरिरहेको छौँ। हजुर, अब आज हामी सबैजना सिडनीमा छौँ र यो नेपाली स्पोर्ट्स फेस्टिभलमा छौँ र केही समयपछि तपाईँको पनि डेमोन्स्ट्रेसन हुँदैछ होइन? हो, मैले पनि मैले अघि नै भनिसकेँ, खास नेपाली खानालाई संसारभरि चिनाउने भनेर चाहिँ म 10-15वटा देशहरूमा चाहिँ यसै गरी खाना पकाउँदै त्यसपछि खुवाउँदै हिँडिरहेको छु। अनि यो अभियानले चाहिँ फेरि के गर्छ भनेदेखि नेपालमा रहेका सेफहरूलाई पनि अगाडि बढ्नुपर्छ। त्यसपछि आफूले जानेको सिपहरूलाई चाहिँ जसरी विदेशी खाना बनाउँदै युरोपमा काम गरेर 20औं वर्ष बचिराख्नु भएको छ, उहाँहरूलाई पनि अलिकति नेपाली खानामा चाहिँ अगाडि बढ्नको लागि चाहिँ खास मैले हौसला मिलोस् र हामी सबैजना मिलेर चाहिँ खास नेपाली खानालाई चाहिँ यसरी संसारभरि नै चिनाउन सकौँ। एक ठाउँमा हामी खास यसरी डाइरेक्ट तपाईँको क्लासरुममा ट्रेनिङ सेन्टरमा मात्र ट्रेनिङ दिएर हुँदैन, यसरी हामीले ओपन पार्कमा पनि खास हामीले कुलिनरी ट्रेनिङ चाहिँ सञ्चालन गर्न सक्छौँ भन्ने थिममा चाहिँ खास मैले पनि आज नेपाली खानालाई चाहिँ कसरी वेस्टर्न स्टाइलमा सर्भ गर्ने भनेर चाहिँ अहिले दिउँसो मेरो सेड्युल अनुसार चाहिँ मैले मेरो प्रेजेन्टेसन गर्दैछु। हजुर कुमारजी, हामीले समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरलाई पनि एकदमै धन्यवाद। मलाई पनि एकदम खुसी लाग्यो। त्यही हो, खास हाम्रो मेन उद्देश्य भनेको चाहिँ टेस्टिङ नेपाल भनेर जुन हामीले एउटा नाम दिइरहेछौँ, हामीले यहाँ मात्र गर्ने होइन, यो प्रोग्राम फेरि छिट्टै नै हामी अरू देशहरूमा पनि सञ्चालन गर्दैछौँ। थ्याङ्क यू। र श्रोताहरू, यहाँ अहिले सेकुवा बन्दैछ र बाक्लो धुवा पनि गइरहेको छ र साथसाथै यहाँ क्यु पनि देख्नुहुन्छ तपाईँहरू। नेपाली, नन नेपाली, लोकलहरू सबैजना हुनुहुन्छ र बिस्तारै यहाँ सिडनीमा नेपाली फुड फेस्टिभलमा चाहिँ अलिकति एक्साइटमेन्ट बढ्दैछ।